जनता पार्टी मेची ब्लक जनरल सेक्रेटरी र विशेष गरेर म सामसिङको बासिन्दा र हाम्रो सामसिङको चारटा पार्टमा जुन अब एउटा तपाईहरुले फेसबुक माध्यमद्वारा हाम्रो सामसिङ दर्पणबाट जो सुन्नुभयो जो एउटा गेट मिटिङ गरिएको थियो। यस गेट मिटिङमा अब हाम्रा गौतम लामाज्यू ट्रेड युनियनका प्रेसिडेन्ट हुनुहुन्छ, उहाँको मुखवृन्दबाट जुन वक्ता राख्दाखेरि सायद मलाई चाहिँ बाई मिस्टेक हाम्रो उहाँको दाजुको मुखबाट कुनै शब्द निस्क्यो कि भाइहरूले 4000 7000 पैसा खाएको भनेर। तर यो 4000 7000 पैसा ठुलो कुरो होइन, खायो भन्ने पनि ठुलो कुरो होइन र खानेले खाएको पनि छैन भन्नेले मिस्टेक भएको हो। र यो जति पनि हाम्रो सामसिङ दर्पण या यो च्यानल मार्फत जति पनि जोडिएको हुनुहुन्छ उहाँहरू सबैलाई भन्न चाहन्छु कि हाम्रो सामसिङ एकदमै पिस छ, राम्रो छ। यो अनर्थ केही छैन, सामसिङ नराम्रो छैन। कोही खाने कोही नखाने, कोही चोर्ने कोही नचोर्ने, यो केही छैन सामसिङमा। भारतीय जनता पार्टीको जित भएको छ र भारतीय जनता पार्टीमा नरेन्द्र मोदीको नेतृत्वमा यो हाम्रो भाइहरूले सायद हाम्रो सामसिङले कसैले पनि यस्तो खालको 2 नम्बरी काम गर्दैन। कुनै पनि डेभलप आउँछ त त्यो डेभलपमा हामी सिड्युलको अनुसारले डेभलप गराउँछौँ र डेभलप यदि सिड्युलको अनुसारमा भएन भने हामी कम्प्लेन गर्छौँ। र जुन चाहिँ हाम्रो एउटा ब्रिटिस पालाको जो हाम्रो कालो स्कुल थियो, त्यो कालो स्कुल जो भत्काएर नयाँ एउटा कम्युनिटी हल बनाउने एउटा जमर्को कसेको छ हाम्रो भाइहरूले। र यसमा कुनै प्रकारको लालछना लाग्दैछ भने यो लालछना गलत हो। यो कसैले पनि यसलाई अनर्थ नसम्झिदिनु कि कुनै पनि हाम्रो भाइहरूले खाएको पनि छैन। र जो दाजुले भन्यो यो पनि बाई मिस्टेक सायद उहाँको भयो होला। र फेसबुक माध्यममा तपाईहरुलाई म यो भन्न चाहन्छु कि सामसिङमा यस्तो कोही पनि खाने नखाने चोर्ने ढाँट्ने केही त्यस्तो छलकपट छैन। सामसिङ हो र सामसिङको जो युवाहरू जो अहिले निस्केको छ र मदर्स कमिटीहरू जो छ र ट्रेड युनियन जो सब हामी एउटै जग्गामा एउटै प्लेटफर्ममा हामी खडा भएर पार्टीलाई हामी अगाडि बढाउन चाहन्छौँ। र पार्टीमा हामी कहिले पनि त्यस्तो जित एउटा जनरल सेक्रेटरी भएपछि भन्न चाहन्छु, पार्टीमा हामी यो खालको काम कुनै दिन गर्नु दिँदैन भन्दै तपाईँहरूबाट बिदा दिन चाहन्छु। मलाई पनि मैले खाता कहाँ राखेँ ल हौ सम्धी जाउँ। चलो ल ल आयो आयो मैले होइन त्यस्तो कुरो त केही पनि देखिनँ त। मैले कृष्णलाई पनि मैले भने अहिले त पुरै डल्लै टोटली हेरेको पुरा अब त्यस्तो भन्नु हिजो फेरि हाम्रो मिटिङ थियो 8:50 कसैले नि नगर भोलि बुझाबुझी गर गर्नु त एउटा डाइरेक्ट लानु यहाँ मलाई गर्नु पहिला तपाईँ गर्नु न, मलाई स्टार्ट गर्नु। ओ साथी आऊ, साथी नै आउनु प्रेसिडेन्ट अब तपाईले अगाडि चोर अरूलाई भन्नुभन्दा पहिला आफूलाई नै हेर्नु। तब मात्रै चोर भन्नु। मैले सरमले खायो जितेले खायो भनेको होइन, तपाईले डिसिडी गरे भने तपाईको पछि मैले डिसिडी गर्ने भनेको यस्तो बुझ्यो साथी हो बताउनु पर्छ नि त्यो त नमिठो लाग्छ नि त हामीलाई पनि। यो त गलत होइन, यो हुँदैन नि भन्नु खोज्यो। तपाईले त आफ्नै पार्टीलाई बदनाम गर्नु हुँदैछ। मैले यो कुरा चाहिँ नि त्यस्तो कसैकोबाट सुनेर भन्नु नि दाजु। हामीले तपाईको बारेमा कति सुनेको भन्नु भएन नि त। अब एउटा तपाईले सुन्नु त हामीले के सुनेको थियौँ। अरे दुनिया मिडियामा फुकिरहेछ कस्तो बिस्तारै भनेको तिमीले। दुनिया मिडियामा मिटिङमा भन्ने कुरा होइन। यस्तो त कति हुन्छ। हामीले इज्जत पो गर्छ त सुन्छौँ हामी। अन्डरस्ट्यान्डिङ गर्छ मिडियामा माफ मागेको हुन्छ। यहाँ अनि यसलाई बोलाउन सुभाषलाई पनि। सुभाष बोलाउन जाट्टा सुभाष होइन अब आज चाहिँ